नमस्ते सम्पूर्ण दर्शकबिनहरूलाई आज चाहिँ हामी कोसाडी भन्ने ठाउँमा आएको छौँ होइन काम गर्दाखेरि हामी अब यसो बाजे र मामासँग चाहिँ थोरै अलिकति केही कुरा राखिदिनु भनेर म भन्न आइरहेको छु होइन। अनि बाजे तपाईँको शुभ नाम चाहिँ के पर्यो होला त? मेरो नाम बलबहादुर बुमी पर्यो। हजुर पढ्नु त धाई पढेछु। हजुर भिँ कोसियाडी हो। हजुर धाई पढेछु पढिकन क्या मर्नै नबाइनु भयो। हजुर पिने पानी नै खाने चारो नै जेकै खडेडी पढ्यो। हजुर बुढबासा बन्न मन नाटिका मान्ड बन्न मन नाटिका सुक्कट पढ्यो। हजुर अब 2-3 घन्टा लाएर पिने पानी एकन गेलन भाग गरिकन ल्याउँदा। हजुर उ गेलनमा कहि दिन दिँदैन तल गाउँ ल्याए भन्छ। हजुर पानी पाया दिन खानु नत्र भोकै बइनु छ। हजुर धुलो खानु पर्ने नै चाउल खानु पर्ने नै त्यतिकै के खानु होइन। पानी बिनाको त अब माछा पनि बाँच्दैन भने जस्तै होइन। पानी नभए त केही पनि हुँदैन। हजुर के गर्ने सर कोही दाता भएपछि हामी पानीकै उपाय। हजुर चारो हामी जेप खाउँ तालु जेप लाउँ कहीँबाट हामी पानीकै उपाय गर्ने मान्छ भइदिएले। हजुर हो कोही नेता सर भएका नि हो त्यति हाम्रो हृदय हो नत्र कि हामी बस दिइहाल्यो एका। हजुर अब कि त पानी यदि भीमा पानी आएन भनेपछि अब हामीले बसाइसराई गरेर कर्णालीको किनारातिर बस्नुपर्ने अवस्था आइसकेको छ होइन। आइगयो आऊ। हजुर अनि हाम्रो मामाको नाम चाहिँ के पर्यो होला? मेरो नाम मनसिंह बुढा हो। हजुर नाम सिंह कोटडी। हजुर अनि हामीलाई यो पानीको अभाव हुनाले हजुर हामी पनि धेरै दुखी भएका छौँ। हजुर अनि महिला बिहान 5 बजे गएर 10 बजे आउने हन्। हजुर त्यस्तो हामीलाई आफत छ। हामीको पानीको अभाव हुनाले हामी कोही हाम्रा सातै घर छन्। हजुर घरको गाउँ भनेर हामीलाई कोही हेर्दा पनि हेर्दैनन्। हजुर कोही नेता पनि भोट दिने बेला मात्रै खोजेर यहाँ आउँछन्। हजुर हजुर पछि हामी पनि कोही हेर्दैनन्। हजुर चुनावमा चाहिँ अब चुनाव नेताहरू पनि कामते होइन। चुनावमा अब चुनाव आउँदाखेरि अलिकति आफ्नै मान्छे जस्तै ठान्ने होइन। अब चुनाव जितिसकेपछि पछि त्यो वास्ता नै नगर्ने होइन। अबको हाम्रो यो अब 84को मिसन 84को चुनावमा चाहिँ अब तपाईँहरू कसलाई भोट दिने त? हाम्रो मान्छेलाई दिने कि हाम्रो मान्छेलाई दिने? हामी पार्टी आदि पनि नबन्ने। हजुर हामी कन गर्यो। हजुर उइकै दिने जो पार्टी आदि कुनै नगर्ने। अब पार्टी साटी होइन हाम्रो पनि हेरिँदैन। अब हाम्रोलाई हेर्दैन राम्रोलाई हेरिन्छ होइन। हाम्रोलाई हेरिँदैन पार्टी बन्ने पनि होइन हाम्रो मान्छे बन्ने पनि होइन। हजुर जसले हामी हेर्यो विकास गर्यो हाम्रो मुगु जिल्लामा होइन। मुगु जिल्लाको भी उही त दुर्गम ठाउँमा पर्छ होइन। सोरुकोट के अरे भी भन्ने ठाउँ। भीका माथि टुप। हजुर हजुर हामी धेरै दुखी भएका छौँ। हामी जसले हेऱ्यो उही हामी भोट दिन्छौँ उहीलाई मान्छौँ। यो खासमा कसको कारण? यो नेताकै कारणले होला कि हाम्रो के अरे अब जनताहरूको कारणले पनि होला त? अब जनताहरू पनि त्यस्तै छन् होइन। अब 1 प्लेट मासु र 1 बोतल रक्सी दियो भने चाहिँ ल म तेरै हो भन्ने गर्छन् होइन। त्यस्तै गर्छन्। नेता पनि के भन्छन् भोट दिँदैखेरि त बाजे भनेर पर नमस्कार गर्दै आउँछन्। हजुर हजुर अघि पछि त हामी टेट्दैन यस्तो गऱ्यो भने हाम्रो कुरो हुँदैनन्। अघि पछि देखे पनि लुक्छन् होइन तिनीहरू टाढै भाग्छन्। अनि चुनाव जब नजिकै आयो भोट माग्नलाई खुट्टा पर्छन् होइन। हजुर हामी साना हुन्छन् त्यतिखेर साना हुन्छन् होइन। भोट दियो भने पछि जय जितिसक्यो भने त हामी हेर्दैन यिनले यो मान्द हो भन्ने त चिन्दैन। हजुर हजुर अब यसको लागि हामीले चाहिँ के गर्नु पर्यो त? अब सबै भीको सबै जतिजना छन् नि मान्छेहरू भीको मान्छेहरू सबै एकजुट हुनु पर्यो कि नै? अब हाम्रो पानीको लागि कुनै पनि विकासको लागि होइन। अब हामी चाहिँ एकजुट हुनु पर्यो होइन। हजुर राम्रो काम गर्छ उहीलाई मान्नु पर्यो होइन। अबको हाम्रो मिसन 84को प्लान चाहिँ त्यही होइन। अनि हाम्रो यो के अरे रोड विकासको लागि चाहिँ के भन्न चाहनुहुन्छ त तपाईँहरू? रोड विकास पनि अब यस्तै छ कहीँ हिँड्ने बाटै पाएर छैन अहिलेसम्म हामी कुर्सेडीले त। हजुर अब हामी त यो बल्ल अहिले कहाँ निम्बु आएर पिचबाट आयो भने नम्बरबाट टोटेका छन्। हजुर हामी त हिँड्ने बाटै पनि छैन। हजुर लेक जानुपर्छ लेक जाने बाटो पनि छैन। हजुर औले जाने भन्छन् पहिला केन्द्रीय योजना बाटो। तपाईँ पनि बोल्नु बाजे, तपाईँ पनि दुवैजना बोल्नु। उही बाटो पनि अहिले ओदेर कहाँ भत्किएर परि छुट्टी परेको।
हजुर। यही बाटो पनि हड्नु मुस्किल छ अब। हर्नै मुस्किल भयो यो गाई भैँसीलाई पनि हर्नु मुस्किल भयो मान्टा हजुर जसरी बाइस रच्यौँ होइन हजुर। हिँड्ने कोही नेता हुन् भने हामीलाई हेर्नु अलि ठुलो साउन्डले बोलिदिनु बाजे है। त्यो हेर्नु पर्ने त्यही हेर्नु पर्यो। हिँड्ने नाता नै भनेपछि केही चाहिएन। न कहिले भोट दिने हो कोही सरकार मान्ने हजुर आफू मरिदिने के भन्ने मान्ने त्यही त भने होइन। लक्ष्मी मरिदिने अब त्यतिकै त्यो भोट दिएर पनि अब त्यतिकै त्यो भोट के खेर हाल्नु होइन। अब त्यो राम्रो मान्छेलाई यदि दियो भने चाहिँ त्यो ठिकै हो भोट त्यो। अब नराम्रो मान्छेलाई होइन हाम्रो मान्छेलाई दियो भने चाहिँ कस्तो हुन्छ त भोलि आफैलाई समस्या पर्ने कुरा होइन। त्यो चाहिँ अहिलेसम्म हाम्रो भीमा न विकास केही छ न विकास केही छ होइन। अब राम्रोसँग विकास पनि छैन। उही बजेट आउँछ त्यही पनि के अरे बजेट कामसाम गर्छन् जनताहरूले उही लास्टमा पैसा पनि पाइँदैन होइन। पैसा पनि पाइएन। अहिलेसम्म काम गरेको लागत चाहिँ हामीले अहिलेसम्म उ गर्न सकेका छैन होइन। यस्तो दुखी भएर खाने ठाउँ खानुपर्छ हजुर उही पनि यहाँ अब के गर्ने अवस्था पनि हाम्रो उस्तै आयो। हजुर अब केही नसक्ने भयो ठाउँ काम धाम गरिकन हेर्नु नसक्ने कहिले हामी पनि भन्या कोही हेर्दा कोही हेर्दा अब गाली नै राम्रो गरिकन। अब चाहिँ हाम्रो होइन अब चाहिँ हाम्रो के अरे हाम्रो भिडियो चाहिँ यतिमा इन्ड गरिदिउँ होइन। अब यो हाम्रो भिडियो चाहिँ अब सब के अरे हाम्रो भिडियो चाहिँ यो माथिसम्म पुर्याउनु पऱ्यो होइन। सबैले लाइक सेयर सब्सक्राइब गरेर अनि त्यसपछि अनि हाम्रो यो भीमा चाहिँ अलिकति विकासको कमी देखेँ होइन। ल ठिक छ यति भन्दै हामी अर्को भिडियोमा म फेरि उपस्थित हुने नै छु होइन गाइज। त्यति दिनसम्मको लागि यो भिडियोलाई चाहिँ लाइक सब्सक्राइब सेयर गरेर चाहिँ अन्तिमसम्म भिडियो चाहिँ हेरिदिनु होला होइन। ल